What's up guys, watching this Motivate. So आज की वीडियो आदित्य गेमिंग फर्स्ट टाइम यस्तो गरेर त्यो डान्स दिइराख्न मलाई अलि यहाँ फ्यानको नोइज भइरहेको थियो अलि सरी अन्त सुन्नु पर्थ्यो अब यहाँ म जान्छु बिहार लागेको पहिले आउँदैन आज म ऱ्याङ्क पुसान्दैछु आजको यस भिडियोमा धेरै नै मजा आउनेछ स्क्वाडमा खेल्नको लागि मेरो मोबाइलले हो कि यो इन्टरनेट जतिखेर ल्याएको हुन्छ कहिले राम्रोसँग चलेको देख्दिनँ म यार एकछिन गेम स्टार्ट गरेर गेम भित्र छिर्ने बित्तिकै आओस् क्या यस्तो यो आउँदै नआओस् के Stick out with the beat. Thank you, I have. Make the backpack in the leader. टाइम के पाउला हामी पोरिन त बत्ती गयो कि मलाई झारी म झरी बन्छु म झरी बन्छु कि मलाई थाहा नै म झरी हेरौँ के आउँछ ओल्ड इज गोल्ड आएको जस्तो लागेको थियो म त्यस्तो लाग्छ गाइस एनिमी मेरो मन लाग्यो गाइस मलाई बचाउनु गाइस को यहाँ खेलिरहेको गाइस बाट बचाउनु यहाँ मलाई थाहा छ धेरैजना म्याच मेकिङ गर्छ यहाँ मेरो साथीहरू पनि म्याच मेकिङ गरेको म यहाँ ग्यारेन्टी दिन्छु मेन त एलिसो जो कि यहाँ म्याच मेकिङ हानिदिन्छ अनि अनमोल मेन त टाटाबाट त्यसलाई थाहा पाउँछ म भिडियो बनाइरहेको छु अनि फेरि म्याच मेकिङ गर्न पहिला त्यही आउँछ म उसै मोबाइल ल्याग भइरहेको गन भेट्यो म कुन गर्नु M590 यो भन्दा त मलाई त म्याक्स पनि मान्नु भाग गाडीले उसै मोबाइल हेर्नु गाइस कति ल्याग भइरहेको गाइस नयाँ मोबाइल किन्नुपर्छ कि क्या मलाई मार्छ फेरि रिभाइभ हुन सक्छु अनि होइन नयाँ मोबाइल लिएर आउँछु त्यतिखेरसम्म त म नयाँ मोबाइलमा एड गर्छु अनि यो आइडीबाट अर्को आइडी लगइन गरेर त्योसँग गेम प्ले देखाइदिन्छु दिमाग कडा नि मेरो हुँदैन केटा दिमाग कडा कि नै तर मार्दैन मलाई कसैले भाग गाइस मलाई किन कसैले मारेन मलाई किन कसैले मारेन मलाई कसैले किन मारेन
मलाई किन कसैले मारेन मलाई किन कसैले मारेन मलाई किन कसैले मारेन मलाई किन कसैले मारेन मलाई किन कसैले गाइस किन चाहिँ ल्याग भइरहेको मेरो मोबाइल ओके गाइस गेमलाई ब्याक गरेर लर्नु चाहिँ खेल्नुपर्छ जस्तो मारे मारे मार 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 मारिदियो काट्दै मलाई काट्दै हो मारिदियो मलाई किन मारेन भन्दैछु म आएर मारिदिन्छु पो भाडा को हेरिरह गेममा आएर बचाउनु मलाई मोबाइल ल्याग भइरहेको छ यो गेम पछि लर्नु खेल्नुपर्छ दिनमा यस्तो भइरहेको छ नि बिहान भर्खर उठेर खेल्यो भने झन् कस्तो होला मतलब खेलेर उठ्यो भने झन् कस्तो होला त के होला म जस्ट इन्टरटेनमेन्ट प्रपोजको लागि बोलिरहेको छु अब ओए घरभित्र घरभित्र छु म ओ गाइस सब कार्टुन बनाउँदै गेमै के हो गाइस कड हो मैले कड गाइस नमस्ते हेलो बिटन मेरो भाइ यसको नाम यार मैले के राख्ने यार यसको नाम राख्छु जहिले पाउनु लबीमा जानु दिनु म यसको नाम राख्छु म यसको नाम राख्छु के राखौँ भनेर अहिले सोचेर होइन अर्को भिडियोमा राख्छु यो नाम चाहिँ अहिले तल के राख्ने त्यो चाहिँ भन्नु यसको नाम चाहिँ के राख्ने यसको नाम राख्नको लागि म होइन ल म साथीहरूसँग खेलेको बेला लाइभ स्ट्रिममा होइन गिभ अवे गर्छु ल साँच्ची ल चाँडै नै गिभ अवे हुन्छ गाइज मन्थली मेम्बरसिप विकली मेम्बरसिप फर्स्ट हुनेलाई मन्थली सेकेन्ड हुनेलाई विकली थर्ड हुनेलाई नर्मल टपअप जतिको भयो नि म त्यसमा सरप्राइज हो नर्मल टपअप जतिको भयो नि मलाई किन नचाह्यो डिजेआलको कोलाबोरेसन आएदेखि मैले गेम खेलेको छैन मोबाइल ल्याग भयो मलाई यहीँ बस उही लाउनु पनि हान्नुपर्छ यार एकचोटि त भएन यार ल्याग भयो छ उही एनिमी मार्छ कहाँ छस् मार्छ एकछिन माइनस भए हुन्छ मलाई गेम मतलब छैन मतलब त धेरै छ तर यस्तो नि होइन अभी एकछिन ए म जिस्किया थिएँ यार हजुर आएर मारिदिनु भयो पक्ने यसको गेम प्लेयर लाइक हानिदिन्छु म को यसको नामबाट जानु बाबु आजकलको बाबु सोनाहरू मेरो बाबु नि खाना ताया मेरो बाबु नि खाना काया लो हेलो डट्टी फेलो ओके भिडियो यार के भयो यार मेरो मनै थाहा छैन एकचोटि लर्नु त हान्नै पर्छ यार नभए त भएन बहुत ही ज़्यादा गंदा हो गया जी मैं भी अनएक्सपेक्टेड कर रहा था जी मेरे को काम है जी बहुत ओ गॉड तो ये मेरो चाहिँ इन्ट्रोडक्सन भ्लगमा आज म के भन्नु छु म नेपालबाट हो गाइस हैन म नेपालबाट हो गाइस म त्यही भएर नेपाली बोल्दा छु म इन्डियाबाट गएँ म इन्डियाबाट भएको भए नि म नेपाली बोल्थेँ भनेर म यहाँ मात्र भन्छु इन्डियामा गएर म इङ्ग्लिस जान्छु होला के अरे सो गाइस अहिले म नेपाल तो गाइस अभी मैं नेपाल में हूँ और नेपाल में मैं नेपाली बोल रहा हूँ बहुत ही बढ़िया काम है नेपाल में नेपाली बोलना अफ्रीका में अफ्रीकान बोलना चाइनीज़ में चाइना बोलना सो गाइस अभी मैं चाइना बोलूँगा ठीक है आज म चाइनीज़ भाषामा बोल्छु के बोल्छु हेलो गाइस नेपाली लोडिङ I don't care
सो गाइस गेम लगिङ भएन फेरि गएर म काट्दिन्छु यार म हेर गाइस मलाई 1-2 राउन्ड मार्दिन्छ हेरे नि गाइस यस्तै हुन्छ कि जहिले मलाई 1-2 राउन्ड मार्दिन्छ भने मार्दिउँ मलाई 1-2 राउन्ड अगाडि अफलाइन छ कि अगाडिको केटा अफलाइन छ कि यो आदित्य भन्ने केटा अफलाइन छ मेरो गेमको नाम प्राइमेरन छ भने म यसको नाम पनि प्राइमेरन राख्दिउँ युट्युबको नाम नि क्यान्टिनी यस्तो हुन्छ गाइस हेर्छौ भनेको हुन्छ गाइस आदित्यको फेस मोबाइल हेर्न सक्छ नि मेरो फेस हेर्नु छ भने वी आर अन फायर युट्युब च्यानललाई गएर सब्स्क्राइब गर्नु 4 जनाको हामी लोड्स मल गर्थ्यौँ त्यतिखेर त्यसलाई चाहिँ अलि सब्स्क्राइब गर्नु पर्यो गाइस नभए भएन त्यस्तो अब चाहिँ गेम स्मुथ चल्छ यार अब चाहिँ गेम स्मुथ चल्दैन अघि बिहान खेलेको बेला त चलेन यतिखेर चलाउनु लनको अलि कम छ नि त त्यही भएर होला यार मलाई त्यस्तै लाउँछ म किन म डेजर्ट लिन्छु अगाडिको अफलाइन छ के गरौँ खेल्छ कि खेल्दैन यो अघि त्यही भएर सोच्छु त म किन खेल्दैन गाइस खेल्नु न गाइस खेल्नु न गाइस खेल्नुहुन्छ कि न गाइस खेल्नु भन्दा छु गाइस अहिले हजुरलाई मारिदिन्छु नि म त अहिले लाखा खेल्दैन सर अब खेल्दैन खेलेन भने म यस्तो हान्छु नि फेरि यो पछि हजुरलाई मेरो युआइडी पनि दिन्छु म रिक्वेस्ट पठाउनु अनि रिक्वेस्ट पठाउनु भिडियो हेरेर रिक्वेस्ट पठाउनु भयो भने चाहिँ नाम पनि कमेन्ट गर्नु नि फेरि अब नाम कमेन्ट गर्नु भएन यसै युआइडी दिनुभयो अनि हजुरको नाम युआइडी दियो त्यस्तो रिक्वेस्ट पठाउनु अनि हजुरले रिक्वेस्ट गरेर किन भनेको छ अनि म एक्सेप्ट पनि गर्न सक्दिनँ बेसी त मलाई यस्तो हेर्नु मन पर्छ बाहिर 20 टनको नाम के राखौँ यार बल्ल याद आएको नाम के राख्नु पर्ने रहेछ यो होइन यसको अर्कै पेड राख्छु मैले गाइस यसलाई म अहिले हराइदिन्छु अर्कै पेड राख्छु गाइस म यस्तो चिम्पान्जीदेखि डर लाउँछ गाइस मलाई मलाई लाग्यो गेम सक्यो यार पाउनु गाइस एक गेम अझै खेल्नुपर्छ गाइस एक गेम अझै खेल्नुपर्छ नखेल्ने एक गेम छोडिदिउँ झ्याउ लाग्यो मोबाइल ल्याग भक्क भइछ तर रियल गेम प्ले त देखाउनु छ नि होइन रियल गेम प्ले देखाउनु छ नि पाउनु गाइस फेरि स्टार्ट गर्छु गाइस मेरो युआइडी यहाँ छ है पहिला मेरो युआइडी देखाइदिउँ टपअप म 9 को बराबर गर्छु 9 टपअप यही गेम प्ले भने 0 छ मसँग बिहारमा एकचोटि हिरो पुगेको छैन अलि गफ लगाएँ मैले अनि सिएसको हेर्नु छ भने चाहिँ 14 चोटि पुगेको छु मलाई अहिले भर्खर थाहा भएको छु अनि 7 इयर्सको ट्याग छ अन्ली पिस छ मेरो बायो त्यसपछि 13 जनाले अहिले प्रोफाइल भ्यू गरे है मेरो धेरै कम जना है मेरो प्रोफाइल एक दिन यति धेरै जना भ्यू गर्छ मलाई मन थाहा मनै परे शिव मनै परे विष्णु हैन त्यो चाहिँ अलि नै उ भयो हैन मेरो लागि चाहिँ आइरन केज लाउनु अघि जस्तै भयो नङ टोकिरहेको छु गाई नङ झ्याला उता फर्की ए गाइस दिस इज अनफेयर गाइस मेरो मोबाइल ल्याग भइरहेको गाइस अहिले प्रो आउँछ त अहिले
अघि चाहिँ ल्याग भएन अहिले ल्याग भइरहेको छ अघि ल्याग हुनुपर्छ नि यार अहिले ल्याग भएर मरेको यतिखेरको ल्याग यतिखेर 7 एचपी को मा 7 एचपी मा मान्छेले मलाई काटेर शमशान घाटमा नि लिएर जान्छ यस्तो निस्छु यस्तो त छ यहाँबाट भाग्नु छैन मेरो मोबाइल ल्याग भइरहेको अझै मेडिकेट लगाइरहेको यार मेडिकेट लगाइरहेको यतिखेर गन अगाडिकोले चुज गरेँ अलि राम्रै गरेँ त्यसले मैले पहिला चुज गर्नुपर्छ भए जे पाइटै गर्नुहुन्थ्यो किनभने म गेमै खेलाएको गेममा अलिक ढिला थिएँ अनि मलाई थाहा पनि छैन गेम कसरी खेल्छ गाइस आई एम भेरी न्यूब अन दिस गेम फ्री फायर भाइ यो केटा मान्छे गेम आएको गाइस यो केटा अब एकदम नमजाले मऱ्यो मेरो हातबाट कहाँ छ थाहा पाउँदैन मात्र मलाई यस्तो ग्रेनेडहरू फाल्न नि आउनु यस्तो मान्छे हो कि म फेरि यस्तो सर्च पनि हाल्छ गर्न यसको सर्च पनि हाल्छु म एक दिन यसको सर्च पनि एडिट गर्नु छ अहिले मलाई यो भिडियो हाम्रो अब लास्ट गेम प्ले हो भनेर यो अहिलेको यो भिडियोमा चाहिँ यो गेम प्ले चाहिँ लास्ट हो यसको भिडियोमा एन्ड गरिदिन्छु अनि यो भिडियो अहिले धेरै छ भने तर कट गरेपछि यस्तो सानो भिडियो बन्छ त्यस्तो त कटै गर्न बाँकी छ यो भिडियोबाट यो पार्ट पनि कट गरिदिन्छु भनेर म भन्दिनँ किनभने यो पार्ट राम्रो भयो यो केटालाई मारेको चाहिँ राम्रो भएको यो केटालाई मारेको राम्रो भएको भनेर यसको नाम बन्यो इगो राफ्टर बोट राफ्टिङमा जाने हो म भोलि मनामाइजु टोलमा बस्छ एउटा केटो त्यसको नाम हो आदित्य खड्का बस्छ मनामाइजुमा भेट्न आउन सक्नुहुन्छ तर म कुन स्कुलमा पढ्छु भन्ने थाहा छैन यो मेरो इन्ट्रोडक्सन भिडियोमा आउँछ यहाँ अन्धेरा सरी बढी बोलिरहेको छ कसको मेसेज आयो मलाई फेसबुकको मेसेज आयो फेसबुकमा गएर आजकल मेसेज आउँछ कि धेरै मेसेज आउँछ कि फेसबुकमा किनभने मेरो नामै हो आदित्य खड्का गुवा रोइदिन्छु अहिले म गुवा रोइदिन्छु अहिले म यस्तो रुडिराख मलाई यहाँ चल मेरे बाबू टिक मेरो घरमा भेटे मैले एउटा केटीलाई कसको नाममा थाहा छैन कपिराइट मत दे दो यो भिडियो हेर्नलाई सबैलाई नमस्कार यस्तो पहिला भन्नु पनि तर म पहिला लास्ट टाइम भन्दा चाहिँ यस्तो बेवकुफ छु म यस्तो बेवकुफ छु एउटा लेक्चर मार्दै मेरो ब्याग हान्नु उता कोही बोलाएन त्यति लाग्यो साइलेन्सर लाउनुपर्छ सब गनमा पक्नु नै विवाहहरू त्यो राफेल क्यारेक्टर छ त साइलेन्सर लाउँछ त हो त्यसमा सब गनमा साइलेन्सर बनाउँछ त मजे सोचजन त्यो लिन्छ तर म लिँदिनँ मलाई साइलेन्सर होइन मलाई अर्कै क्यारेक्टर मन पर्छ यता यस्तो लाउनु पऱ्यो अघिदेखि फालिराखेको त यो यस्तो गर्छु यस्तो गरेर यस्तो फालिदिन्छु कहाँ मलाई थाहा पनि परेन गजली यो अलि आफ्नो प्रो फर्ममा आएकै छ प्रो फर्ममा आएकै छ अलि त्यो भएर अलि एक ट्याब वान ट्याब
ट्याब यस्तरी हाल्ने कहाँ गयो त्यो कसलाई देख्नु कष्टले म पागल हो कि त्यो पागल हो कि को पागल हो मलाई थाहा पाएन यार म मजाले एउटा ब्याग दुईटा ब्याग तीनटा ब्याग चारवटा देख्न गाइस जित्यो नि अहिले सो अहिले चाहिँ तो अब यो भिडियोलाई एन्ड गर्छु यही छ आजको भिडियोमा तो थ्याङ्क यू सो मच गाइस यो भिडियो हेर्नको लागि भिडियो राम्रो लाग्यो लाइक गर्नु शेयर गर्नु सब्स्क्राइब गर्नु हजुरको ब्यागको च्यानल हो आदित्य खड्का गेमिङको थ्याङ्क यू सो मच बाई